दर्शकवृन्द नमस्कार। तपाईँलाई कार्यक्रम द सिनेम्याक्स शोमा स्वागत छ। आज हामीसँग हुनुहुन्छ पार्वती फिल्मका कलाकार नायक अशोक दर्जी। आजको द सिनेम्याक्स शोमा स्वागत गरौँ अशोक दर्जीलाई। तपाईँलाई स्वागत छ। थ्याङ्क यू सो मच। के गर्दै हुनुहुन्छ आजभोलि? पार्वती भदौ 12 गते नजिकिसकेको छ, कतिको प्रेसर भइरहेछ? एकदमै अब प्रेसर धेरै नै छ। अब हाम्रो छेउकै छिमेकी भारत देशबाट पनि अर्को मुभी आउँदैछ, एकदमै च्यालेन्जिङ छ होइन। अब हामीलाई पनि मिहिनेत गर्नुपर्ने छ। हाम्रो यो चलचित्र पार्वती हाम्रो दर्शकहरूको मनमा कसरी बस्छ, हामी त्यसको टार्गेटमा लागिरहेका छौँ। केही दिन अगाडि मात्रै यसको ट्रेलर सार्वजनिक भएको थियो होइन। दर्शकहरूले एकदमै धेरै रुचाइरहेका छन् तपाईँको ट्रेलरलाई, पार्वतीको ट्रेलरलाई होइन। तपाईँ आफैलाई चाहिँ आफ्नो ट्रेलर कस्तो लाग्यो पार्वतीको? अब त्यो त आफूले जज गर्नै सकिँदैन, तर त्यही पनि आफ्नो अभिनय पर्दामा हेर्दै हेर्दाखेरि जस मैले एउटा क्यारेक्टरलाई न्याय दिएँ जस्तो लाग्छ। तपाईँको डायलगबाट सुरुवात भएको छ होइन फिल्मको ट्रेलर नै। एकदमै तपाईँलाई के लाग्छ जुन पार्वतीको ट्रेलर जुन सार्वजनिक भएपछि एकदमै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ नि, एकदमै राम्रो छ भनेर। भदौ 12 गतेपछि के होला पार्वती? अब दर्शकको हातमा छ। अहिले मैले यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर भन्न मिल्दैन। पक्कै पनि दर्शकले किरण पार्वतीलाई एकदमै माया देखाउनुहुन्छ भन्ने आशा राखेको छु। तपाईँ पार्वती फिल्ममा कसरी जोडिनु? त्यहीँबाट जाउँ न अब। पार्वती फिल्म अगाडिदेखि नै अनाउन्स भइसकेको थियो, अनि बिचमा दिदीहरूको के समस्या भएर यो मुभी भएन। सायद भोगलले मेरै लागि पनि राखिरहेको थियो होला नि। अनि एउटा जुन किरणको भूमिका निभाउन पाएँ, त्यसको लागि दिदी, निता दिदी, हरिहर दाईलाई धेरै धेरै धन्यवाद। म पनि घरमा बसिरहेको थिएँ, अनि एउटा कामको सल्लाह गर्दाखेरि यो क्यारेक्टर ममा सुहाउने भयो। सुहाउने भइसकेपछि हामीले डिल गऱ्यौँ। त्यसपछि पार्वतीमा म आइपुगेँ। कतिको खुसी लाग्यो तपाईँलाई अफर आउँदै गर्दाखेरि? मेरो लागि धेरै ठुलो कुरा हो यो। एउटा जुन मैले एउटा ठुलो व्यक्तिसँग ठुलो होइन, अलरेडी हामीले हेरिरहेको निता दिदीलाई होइन टिभीमा एउटा काम गर्न पाउँदाखेरि मेरो लागि धेरै राम्रो कुरा हो। सुरुमा तपाईँ के भनेर कुराकानी आएको थियो पार्वतीको लागि? के भनेर चाहिँ कुरा आएको थियो? भाइ यस्तो रोल छ कि कस्तो तरिकाले? क्यारेक्टर यस्तो छ, किरणको गर्नुपर्ने छ, तिमीले भूमिका निभाउनुपर्ने छ भन्नुभयो। त्यो भएपछि आएर स्क्रिप्ट हेरेर राम्रो लाग्यो। अनि दिदीले म गर्न सक्दिनँ भने मैले, अनि त्यसपछि तिमीले गर्न सक्छौ हिम्मत राख भन्नुभयो। अनि एक्टिङ गर्न थालेँ, सिकेँ आफैले एक्लै बसेर, अनि त्यसपछि राम्रो गरेँ। तपाईँको अनि कति समयपछि यो फिल्ममा तपाईँ सुटिङ सेटमा जानुभयो? लगभग हाम्रो ओरदोर भइरहन्थ्यो। त्यसपछि टोटली हाम्रो जेठदेखि एक हप्तासम्म भयो भनौँ न, एक हप्तासम्म भयो होला। कति रिहर्सलहरू कति गर्नुभयो कि के छ? तयारी अगाडि कति गर्नुभयो? गरिनँ मैले क्यारेक्टरको लागि। गरिनँ। अगाडि दुईचोटि चाहिँ जुन गाह्रो थियो त्यसमा गरेँ। त्यसपछि त अरू त सबै आफैले दिदीले सिकाउनु भयो, त्यही अनुसारले गरेँ। सुटिङ सेटका त्यस्ता रमाइलो किस्साहरू सुन्नु कस्तो भयो? सुटिङ सेटमा माहौल कतिको सहज भयो? त्यस्तो के छ भन्दाखेरि दर्शकलाई पनि रोचक लाग्ने खालको, हामीलाई पनि सुन्दाखेरि रमाइलो? यस्तै हो, अब सुटिङमा बिहान उठ्नुपर्ने, त्यसपछि अब बिहानको भ्यू हेर्ने, अब त्यहाँको जुन हाम्रो मिश्रा गाउँको जो त्यहाँको बस्ने जुन बुवा आमाहरू हुनुहुन्थ्यो, दाईहरू हुनुहुन्थ्यो, सबैजना एकदमै राम्रो व्यवहार गर्ने, एकदमै राम्रो थियो। त्यही हो मेमोरेबल सबसे। त्यहाँ अब सुटिङमा चाहिँ कतिको टेक खानुहुन्थ्यो? के थियो त्यो? टेक त अब टेक नखाइ त राम्रो निक्लिँदैन, टेक त कन्टिन्यू भइरहन्थ्यो। त्यस्तो तपाईँलाई स्मरण त सुटिङको समयमा कुन चाहिँ डायलग, के चाहिँ कुरा तपाईँलाई अलिकति असहज भएको थियो सुटिङ तपाईँले गर्दै गर्दाखेरि पार्वतीको? सजिलो चाहिँ त्यही एक्टिङ गर्न नै, सानो सानो रोलहरू त्यसलाई इजिली गरिरहेको थिएँ मैले। अब ठुलो रोलहरू त गाह्रै थियो, त्यो गर्न पनि टाइम लागिरहेको थियो। जस धेरै टाइम लगाइयो, तर बेस्टली गरियो, राम्रो क्यारेक्टरमा एउटा भूमिका निभाएँ। त्यही हो। तपाईँलाई याद भएको चाहिँ के छ जुन सुटिङ सेटमा यो चाहिँ गर्न मलाई अलिकति गाह्रो भएको थियो पार्वतीको सेटमा? पार्वतीको सेटमा
जुन अभिनय गर्न त्यो त भन्यो भने त मुभी भने भइगयो नि। पनि त्यो पनि हुन्छ नि अलिकति कस्तो खालको क्यारेक्टर छ त्यो सिनमा भन्यो भने फेरि सिन भन्नै पर्छ। सिन भन्दा बाहिरको तपाईँलाई अलिकति गाह्रो लागेको त्यही बाबालाई एउटा उयो गर्ने सिन छ, बाबासँग एउटा दुःखको एउटा सिन छ, त्यही गर्नलाई अलिक गाह्रो भएको थियो। टेलरमा दर्शकले रुचाएको छन् होइन तपाईँलाई जुन टेलरले दर्शकले जति रुचाइरहेका छन् होइन यो अझै धेरै दर्शकले रुचाउनु पर्छ भन्ने लागेको छ कि पक्कै पनि यो त अब सबैले रुचाउनै पर्छ होला। एउटा सोसली वर्कमा बनेको फिल्म हो होइन। यो जुन निता दिदीले निभाइरहेको पार्वतीको क्यारेक्टर छ, यो पार्वतीको क्यारेक्टरमा आफै पनि यस्तो बच्चाहरू धेरैको घरमा हुन्छन् के होइन। अनि एउटा जुन बाउआमाले गर्ने सङ्घर्ष, बाहिर गर्ने मान्छेहरूको फेस होइन। अनि यतिकैमा अरूको छोराछोरी पढ्न गइरहेछन्, डक्टर बन्छन्। अनि जुन यस्तो बच्चाहरू हुनेको त झन् फ्यामिलीलाई कति असर पर्यो होला यो मुभीले, पर्छ होला जस्तो लाग्छ मलाई। अनि कमेन्ट पनि आइरहेको हुन्छ, मेरै छोरा पनि यस्तो भएर होला, यो टेलर हेर्दाखेरि असाध्यै मन रोयो भनेर कमेन्ट आइरहेछ होइन। जहाँसम्म लाग्छ एकचोटि चाहिँ आफ्नो बच्चालाई या आफ्नो भाइलाई दाइलाई लिएर जानुपर्छ जस्तो लाग्छ मलाई। अटिजम भएको दिदीको भाइ भन्दाखेरि चाहिँ कतिको असहज हुँदो रहेछ। आफ्नो घरमा आफ्नो दिदी अटिजम भएको छ भने त्यो भाइलाई जसले चाहिँ आफ्नो दिदीलाई एकदम धेरै माया गर्छ त्यो भाइलाई कतिको असहज हुँदो रहेछ। केही पनि हुँदैन। एउटा भाइले दिदीलाई गर्ने व्यवहार होइन, माया, दिदीले भाइलाई गर्ने माया, यो एक अर्कामा छुट्नै सक्दैनन् के होइन। पछि फिल्म हेरेपछि थाहा हुन्छ। आफूलाई त आफूमा जति प्रब्लम या आफ्नो छोराछोरीमा जति प्रब्लम होस्, एउटा आँखै उयो नभएको होस्, एउटा हातै नभएको होस् होइन, या प्यारालाइसिस होस्, या त्यस्तै कति थिमहरू छन् नि, त्यस्तो भए पनि नि आफ्नो छोराछोरी बाउआमालाई माया लाग्छ क्या। बाउआमालाई माया लाग्ने भनेपछि त झन् दिदी हो, भाइलाई किन लाग्दैन। तपाईँलाई भनेपछि पार्वतीको कति माया लाग्छ? मलाई धेरै लाग्छ। अनि पार्वतीलाई हेरेपछि दर्शकहरूलाई पनि धेरै माया लाग्छ। तपाईँलाई पार्वतीको के चाहिँ कुरा मनपर्छ किरणको नजरमा? किरणको नजरमा मेरी दिदीले गर्ने माया, मेरो दिदीले मलाई छोड्न सक्दैन, हामी सँगै हिँड्छौँ, सँगै कुद्छौँ, सँगै घुम्छौँ होइन, सँगै एउटै बेडमा सुत्छौँ होइन। यही क्यारेक्टर धेरै मनपर्छ मलाई। खोज्ने नै भाइले एउटा त्यही त हो, दिदी साथी होइदियोस्, खेलिदियोस् होइन, त्यही हो। तपाईँलाई तपाईँको नजरमा पार्वतीलाई छोडेर निता ढुङ्गाना चाहिँ कस्तो? निता दिदी एउटा असल दिदीको भूमिका निभाउनु भएको छ। हरेक चिजमा मलाई साथ दिनुहुन्छ। मैले केही मेरो दुःखको पलहरू सेयर गर्नु पर्यो भने या मेरो फ्यामिलीको, म त्यो कुरा पनि सेयर गर्छु एकअर्कामा हामी, त्यही हो। दाइ त जिस्किरहनुहुन्छ, सम्झाइरहनुहुन्छ, बुझाइरहनुहुन्छ। दुवैमा सेम ह्याबिट छ क्या। अनि शङ्कर पाण्डे? अब शङ्कर दाइ त चुलुले दाइ धेरै आत्तिनुहुन्छ तर कामहरू राम्रो गर्नुहुन्छ होइन। शङ्कर दाइ एकदमै इन्जोय टाइपको, इनर्जी टाइपको होइन। सुटिङ टाइममै हेर्दाखेरि अब त्यत्रो सिँढी एकैछिनमा पुगेर फेरि माथि तिमीहरूभन्दा फर्स्ट पुग्छु भनेर हामी गाडीमा कारमा छौँ, दाइ सिँढी चढेर अघि पुगिसकेछ पुरा, एकदम खतरा होइन। यस शङ्कर दाइ एउटा मलाई चाहिँ मेरो नजरमा चाहिँ बेस्ट हुनुहुन्छ होइन। उहाँको एउटा इनर्जीपन, उहाँको कन्टेन्टहरू कस्तो दामी भइरहन्छ होइन। यतिको मान्छे चाहिँ देशमा सायद हुनुपर्छ जस्तो लाग्छ मलाई। तपाईँलाई जुन ट्रेलरमा देखिएको छ दिदीभाइको माया होइन, तपाईँलाई चाहिँ कसरी हेर्नुहुन्छ दिदीभाइको माया सम्बन्धलाई तपाईँको रियल जीवनमा चाहिँ? मेरो रियल बहिनीहरू कसरी सम्झिनुहुन्छ? मेरो बहिनीहरूको त कुरै गर्नु पर्दैन नि। मलाई मेरो बहिनीहरूको धेरै माया लाग्छ।
उनीहरूलाई भविष्यमा केही बनाउने धेरै सपना छ, त्यही हो। तपाईँलाई के सपना छ त आफ्नो बहिनी, मेरो बहिनीलाई यस्तो होस् जुन पार्वतीको टेलरमा देखाएको छ नि दिदीभाइको अब माया, भविष्यमा यस्तो हुन्छ, मैले यो गर्नु मन छ होइन भने मेरो बहिनीहरूलाई यस्तो होस् भन्ने। त्यही यस्तो होस् भनेर मैले सोचेर पनि हुँदैन नि त। अँ, अब भोलिको दिनमा उनीहरूको इच्छा के छ, अँ, उनीहरूको विरुद्धमा गएर हुँदैन क्या म। अँ, उनीहरूलाई के बन्न मन छ, उनीहरूलाई के गर्न मन छ, मैले त्यो बुझेर गर्ने हो। मैले अहिले यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर पनि हुँदैन। भोलिको दिनमा उनीहरूलाई जे इच्छा हुन्छ त्यही म पुरा गरिदिनेछु। भनेपछि तपाईँ आफ्नो दिदीबहिनीहरूको सारा सपना, रहरहरू, खुसीहरू पुरा गर्नुहुनेछ। तपाईँलाई जुन तपाईँले पार्वती फिल्ममा अभिनय गर्नुभयो, जुन काम गर्नुभयो होइन, जुन काम टिजर टेलरमा सार्वजनिक भइसक्यो होइन, जुन कामपछि तपाईँलाई कतिको अफरहरू, कतिको म्यासेजहरू अन्य फिल्महरूबाट कति के आइरहेछ, के छ? तपाईँले त त्यहाँ एकदमै अहिले त अब पार्वतीमै फोकसमा छु। उम्, अब अहिलेसम्म चाहिँ त्यस्तो इन्फर्म आएको छैन। पहिले पार्वतीभन्दा अगाडि चाहिँ एउटा अफर आएको छ, त्यो अफरको काम हुँदैछ होला। अहिले मलाई मेसेज गर्नुभएको छैन, तर अहिले चाहिँ यसमै फोकस छु भनौँ न। तपाईँले यसरी लिड क्यारेक्टरमा काम गर्दै गर्दाखेरि चाहिँ कतिको खुसी हुनुहुन्छ? धेरै खुसी छु। मेरो लागि यो त भाग्यको कुरा हो। एउटा लिड क्यारेक्टर पाउनु भनेको एकदमै लकी मान्छु म चाहिँ। तपाईँ आफूले चाहिँ के ठान्नुहुन्छ? म भाग्यमानी छु भनेर ठान्नुहुन्छ कि के? भाग्यमानी नै होला अशोक। अशोक भनेर चाहिँ किरण भाग्यमानी नै होला। अब हेरौँ न यो क्यारेक्टरले कहाँसम्म न्याय दिन्छ, त्यसपछि थाहा हुन्छ यो भाग्यमानी हो कि होइन किरण भनेर। ती दिनहरूलाई चाहिँ कसरी सम्झिनुहुन्छ जुन बाल्यकालमा तपाईँ हुनुहुन्थ्यो, जहाँबाट तपाईँ यहाँसम्म आइपुग्नु? यति छोटो सानो उमेरमा लगभग यो त कमै मात्रै मान्छेले 18 वर्षमा यो लेभलको उपलब्धि त कमै 1-2 जना औँलामा गनिने मान्छेहरूले मात्रै गर्छन्, जन्म तपाईँ पर्नु भएको छ होइन? होइन, अझै बाँकी छ। अहिले त्यसो नभनौँ न, बाँकी छ, टाइम बाँकी छ। यो जे मैले पाएँ दर्शकहरूको कारणले गर्दा पाएँ। दर्शकहरू हुनुहुन्छ त हामी छौँ होइन, नत्र छैनौँ। दर्शकहरूले गर्दा पाएँ, त्यसको लागि धेरै धेरै धन्यवाद। तर अहिले नै यत्रो प्रगति यताउति नभनौँ। होइन, यो त एक लेभलको प्रगति नै हो नि। तपाईँ अब ठिक एउटा छ, यो राम्रो फिल्मको हो। एउटा लिड क्यारेक्टरमा हुनुहुन्छ, त्यसै गरी यति धेरै दर्शकहरूले तपाईँ माया गर्नुहुन्छ कि अशोक दर्जी भन्ने बित्तिकै नेपाल मात्रै नभएर विदेशमा संसारभरि नै भनौँ न, जहाँ जहाँ नेपालीहरू छन् विश्वले तपाईँलाई चिन्छन्। नि त अनि सीमित मान्छे सानैदेखि मलाई सबै दर्शकहरूले आफ्नै छोराछोरी जस्तै मान्नु भएको छ। त्यो मायाले गर्दा पनि आज यो ठाउँको स्थान जुन लिन पाएको छु, भोलिको दिनमा यही स्थानलाई म राम्रो गर्दै जान पाऊँ, भगवान्सँग यही दुआ गर्छु। तपाईँलाई थाहा छ पनि होला सायद सम्भवतः नेपालमा एउटा यत्रो क्यारेक्टरको लागि मान्छेहरूले कति पापड बेल्नुपर्छ, कति मेहनत गर्नुपर्छ भन्ने तपाईँले सुन्नु पनि भयो होला, अलि देख्नु पनि भयो होला होइन? तपाईँ त लिड क्यारेक्टरमा गर्दैन, त्यो त सानो उपलब्धि होइन। पनि पेलिरहेको छु नि त। त्यो त तपाईँले भने जस्तै इजी भइरह्यो। यो सानो पापर पेल्नु परेको छ, निता दिदीले कत्रो पेलिरहनु भएको छ अहिले। अझ यता एक्टिङ पनि डाइरेक्सन पनि होइन, कट रोल भन्दै गर्दै एक्टिङ गर्दै आफैले होइन यत्रो गरेको छु। मैले कत्रो गरेको छु होइन, गाह्रो छ नि। भनेको इजी हो त, अहिले गरेर बनाएर मेकिङ गरेर राम्रो देखाएको मात्रै हो। त्यहाँ गरेको कति मिहिनेत छ त्यो त कसैले देखेको छैन क्या। जिन्द्रा त्यो माथि पहाडको चिसो ठाउँमा बसेर यत्रो ओड्ने ओड्दै सुतेर बिहान उठेर एक्टिङ गर्दै गरेर कम्ता गाह्रो छ बिचरा। हामीलाई त बिचरा भन्नु क्या बरु। त्यो अवसर पाउनु पनि सबैभन्दा ठुलो कुरा हो नि त। हजुर, मान्छेले त्यही अवसर पाएको छैनन् कति धेरै मान्छेहरूले। तपाईँले पाउनु भएको छ यो त। अवसर पाएको कतिले पाउनुहुन्छ, तर त्यसलाई राम्ररी निभाउनु पनि सक्नु पर्यो नि त होइन। नपाएको मान्छेहरू पनि हुनुहुन्छ होइन, पाएको मान्छेहरूले पनि राम्रो निभायो भने भइहाल्यो नि। मैले पाएको छु, मैले क्यारेक्टरलाई न्याय दिएको छु जस्तो लाग्छ मलाई। अब तपाईँहरूले हेर्नुभयो, दर्शकले यस्तो राम्रो उयो भनिदिइरहनु भएको छ होइन, गरेको छु कि छैन त्यो चाहिँ थाहा छैन, तर मैले अवसर पाएको छु, तर त्यसलाई मैले नराम्रो तरिकाले गरेँ भने पो त्यो पाप हो त। तर मैले त दिदीले जस्तो मलाई गाइडेन्स गर्नुभएको छ, मैले त्यस्तै तरिकाले गरेको छु नि त। त्यो चाहिँ हो नि त राइट कुरा। सुनेको मैले अब फिल्म बनाउने भन्ने पनि आइरहेछ होइन, त्यो मेरो इच्छाको कुरा हो, सपनाको कुरा हो। अब अहिले पार्वतीको टपिकमा चाहिँ त्यसमा किन जाने हो र।
तपाईँलाई के लाग्छ जुन नेपाली समाजमा अलिकति अगाडि पनि कुरा आएको थियो आउनु त नेपाली समाजमा यस्तो जुन जुन तपाईँको पार्वती किरणको क्यारेक्टरमा जुन खेल्नु भएको छ जुन पार्वती अटिजमको समस्याबाट ग्रसित हुनुहुन्छ त्यस्तो नेपालको जति ठाउँमा छ जसको घरमा छ त्यो चाहिँ कति गाह्रो हुन्छ होला तपाईँले जुन यो अभिनय यो फिल्ममा काम गर्दै गर्दाखेरि के चाहिँ महसुस गर्नुभयो के कुरा थाहा पाउनु हामीले जहाँ सुटिङ गरेको त्यहाँ पनि त्यस्तै एउटा क्यारेक्टर हुनुहुन्थ्यो क्या सेम टिट्टु उहाँको फ्यामिलीलाई कति गाह्रो भएको होला त्यो मुभी हेरेपछि थाहा भइहाल्छ अहिले मैले लामो बनाएर भन्नै पर्दैन मुभी जब हेर्नुहुन्छ त्यो कुरा सबै थाहा भइहाल्छ तपाईँलाई थाहा भएसम्म के लाग्छ यो किन अटिजम यो समस्याहरू चाहिँ के भएर चाहिँ हुँदो रहेछ हाम्रो समाजमा नेपाल समाजमा नि यो त विश्वभर नै हुन्छ भगवान्को त एउटा उयो मान्छे जन्मिन्छ होइन जन्मिँदा नाङ्गै जन्मिन्छ त्यसपछि लुगा लाउँछ जाँदा पनि नाङ्गै जान्छ होइन भगवान्को हातमा छ नि त हाम्रो त जीवन होइन जीवन कसरी मर्छ त कोही रोग लागेर मर्छ टाइम आएर मर्छ होइन कोहीलाई कालले लान्छ त्यसरी हुने हो अनि यो पनि भगवान्को एउटा केही वरदान होला क्या मलाई चाहिँ त्यस्तो लाग्छ है मेरो माइन्डमा चाहिँ जे आयो मैले त्यही बोलाएँ वरदान होला भगवान्ले जस्तो कसैलाई कानै नभएको पनि जन्माइदिन्छन् कसैलाई हात खुट्टा उयो भएको जन्माइदिन्छन् होइन त्यही हो तर खुसी चाहिँ हुन्छन् फेरि बाबुआमा त्यही छोराछोरीलाई नसकी पनि खुवाइरहेको हुन्छन् त्यही छोराछोरीसँग रोइरहन्छन् त्यही छोराछोरीलाई स्याहार गरिरहन्छ तपाईँले रक्षाबन्धनको दिन जुन दिदीबहिनीहरूले हातमा रक्षाबन्धन लगाइदिन्छन् त्यसलाई चाहिँ कसरी सम्झिनुहुन्छ मुभमेन्टलाई रक्षाबन्धन किन मानिन्छ भन्दाखेरि मेरो भाइलाई कहिले केही नहोस् रक्षा गरून् रक्षाबन्धन हो नि त रक्षा गरून् क्या केही नहोस् मेरो भाइलाई दिदीले त्यही भएर हामीले चाहिँ रक्षा बाँध्छौँ होइन रक्षाबन्धन एउटा जस्तै हामी कहिले कहिले सुत्दाखेरि हामी कहीँ अँधारोमा जाँदाखेरि बाबुआमाले यसरी पैतालाको टिका यसो गरेर यहाँ लगाइदिनुहुन्छ नि दिदीले पनि त्यो रक्षा बाँधिदिएको चाहिँ भाइको लागि सधैँ रक्षा होस् भनेर हो क्या म चाहिँ त्यसरी हेर्छु रक्षाबन्धनलाई जुन अब यो ट्रेलरमा पनि छ टिजरमा पनि छ गीतमा पनि छ होइन जुन रक्षाबन्धन बाँधेको छ नि जुन पार्वती दिदीले त्यो बेलाको मुभमेन्टको चाहिँ अलिकति सुन्नु न तपाईँलाई कस्तो फिल भएको थियो जुन क्यारेक्टरमा अनिता दिदीले जुन क्यारेक्टर पार्वती क्यारेक्टरमा तपाईँलाई किरण भाइलाई बाँधिदिएको छ नि जुन आँखामा अब यसपालि पनि पार्वती रिलिज भएपछि म भाइ बहिनीलाई राखी बाँध्न भ्याउँदिनँ निता दिदीले बाँधिदिनुहुन्छ अनि अब त्यो टाइममा कस्तो भएको थियो भन्दाखेरि एउटा अर्को दिदी पाए जस्तो फिल भएको थियो त्यो बेला कति भावुक हुनुभयो कि मनमा के कुरा खेल्यो जति बेला जुन भावुक त भइहालिन्छ नि एउटा राखी बाँध्दै नत्र त्यत्रो इमोसनहरू एउटा ह्याप्पिनेस फिल सबै देखिएको छ त्यो क्यारेक्टरमा एकदमै नर्भस पनि भएको थिएँ खुसी पनि थिएँ त्यही हो त्यस्तै सप्तरङ्गी टिकाको पनि तिहारमा लगाइदिएको ओखर फुटेको त्यो पनि छ नि त्यो पनि अलिकति सुनाउँ पहिले मेरो भाइ बहिनीहरूसँग टिका लगाएको भाइ टिका लगाएको फ्यामिली जम्मा भएर रमाइलो गरेको एउटा मुभमेन्ट याद आइरहेको थियो के भन्न चाहनुहुन्छ अब यहाँबाट अहिले त्यो पललाई सम्झेर नि त दिदीलाई पार्वतीलाई भनौँ न कहिले केही नहोस् यो क्यारेक्टर दर्शकको मनमा बसोस् यहाँबाट बच्चा बच्चीले एक बच्चा बच्चीले राम्रो कुरा सिकुन् बाबा आमा बुवा आमाले राम्रो कुरा सिकुन् पुरै संसारले सिकुन् म यही भन्न चाहन्छु अब यो बोकेकै कुरा गरौँ न यहाँ यहीँ अगाडि चाहिँ हामी यही कुरा मात्रै छुटिरहेछौँ यो बोक्नु कतिको सहज भयो पार्वतीलाई बोक्न किरणलाई कतिको गाह्रो भयो कस्तो के हो यो पोस्टरको अलिकति चर्चा गरौँ न यसको विषयमा बोक्न त सजिलै भइरहेको थियो किनभने म मान्छे सानो देखिन्छु तर मेरो भित्र सुकेको जिउमा लुकेको बल छ बोक्न सजिलो भएको थियो तर यति चाहिँ के भन्दाखेरि टेक अब एकै सर्टमा सकिँदैन 3-4 टेक त लिनै पर्छ एङ्गलमा डर चाहिँ के थियो भने अब दिदी बोकिरहेको छु अब तलपट्टि ढुङ्गा छ चिप्लोमा लडियो भने अब दुईटैको ड्रेस खराब
ड्रेस मात्रै होइन घाउचोट पनि लाग्छ घाउचोट त लागे केही छैन। अँ, अब ड्रेसै भयो भने त सुटिङै कसरी गर्नु, कहाँ गएर सुकाउनु, अँ, त्यो चाहिँ तनाव थियो क्या। उम्, तर मैले 3-4 टेकमै बोकेको गरेर सकाएको। अँ। त्यस्तो केही असहज गाह्रो तपाईँलाई भएन? यो त सायद मेलामा गरेको जस्तो लाग्यो मलाई, यो मेलामा खिचेको हो। यो खोलामा त बोकेको छुट्टै हो, मैले मेलामा बोकेको यसरी फोटो खिचेको यो उम्, मेलाको सिनमा होला। भारी छ नि दिदी, अँ, जिम गएको अरे, वेट त बढी नै थियो। अँ। सुटिङ पछि त जान थालेको होला दिदी, त्यति बेला त मोटी नै हुनुहुन्थ्यो, कत्रो मोटो देखाएको छ हेर्नु न। तपाईँले जुन तपाईँ र निता दिदीसँगै बसेर जसरी काम गरिरहनु भएको थियो होइन, उहाँले त्यो क्यारेक्टरमा त्यस्तो मान्छे हुनुहुन्छ रियलमा होइन, अनि क्यारेक्टर निभाउँदा लाग्दा चाहिँ कस्तो लागेको थियो उहाँ त्यस्तो अभिनय गरिरहनु भएको छ? दिदी बस्न चाहिँ नर्मली बस्ने, तर तर भित्र चाहिँ क्यारेक्टरलाई खेलाइरहने, उम्, त्यस्तो ह्याबिट थियो दिदीको चाहिँ। अँ, हरेक टाइममा नर्मल देखिने, तर भित्र चाहिँ आफ्नो क्यारेक्टरलाई छोड्दै नछोड्ने कि उम्। त्यस्तो गर्नुहुन्छ। कतिको गाह्रो देख्नुभयो दिदीलाई आफै डाइरेक्सन गर्दै आफै अभिनय गर्दै गर्दाखेरि कतिको सहज? धेरै गाह्रो हो नि, त्यो त भन्नै पर्दैन, धेरै गाह्रो हो नि, यो त एकदम गाह्रो। तपाईँ के भन्न चाहनुहुन्छ? अब हामी अन्तिममै छौँ होइन, निता दिदीलाई यहाँबाट पार्वती दिदीलाई भनौँ न, अब किरणको भेषमा अलिकति केही जाओस् न निता दिदीलाई थोरै दिदीभाइको माया सम्बन्ध बारेमा तपाईँले अलिकति मिलाएर थोरै। मेरी पार्वती दिदी, थाहा छ तपाईँलाई, यसपालि हामीलाई दर्शकहरूले धेरै माया गर्नुहुन्छ। मेरो पार्वती दिदीले यो क्यारेक्टरको न्याय पाउनेछ, पक्कै तिमीलाई दर्शकले मनमा राख्नुहुनेछ, यही भन्न चाहन्छु। ल धन्यवाद। अन्तिममा दर्शकहरूलाई किरण र पार्वतीलाई हेर्नलाई हलमा जानुहोला। अब चाँडै नै हाम्रो हलको बुकिङ ओपन हुन्छ।